हेलो गाइज, ह्याप्पी साउने संक्रान्ति सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ होला। साउन कतिको लाहा हजुरहरूलाई। र आज पनि मेरो तरकारी पकाउने पालो अनि बेला भयो है, बेलुका साँझको। बिहान चाहिँ खाइसक्यौँ, बिहान भिडियो बनाउन भ्याइनँ मैले आज, अनि त्यही भएर बेलुकाको भिडियो बनाउन लाग्यो। अनि हामीले चाहिँ आज तरकारीमा आलु र बोडी केलाउँदै हुनुहुन्छ दिदी। हामीले तरकारी अहिले पकाउने चाहिँ केलाइसक्यौँ है दिदी, केलाइसकेनौँ त दिदी र मैले भएर चाहिँ केलाइसक्यौँ। यहाँ चाहिँ पानी परिरहेको पोखरामा है। हजुरहरूकोतिर के छ कस्तो छ, साउनमा पानी पऱ्यो कि पऱ्यो छैन। अनि मैले उता नि आगो फुकिसकेको छु, आगोमै पकाउने छु भनेर है। यहाँ आगो फुकिसकेँ, अनि आगो फुकिसकेँ, बोडी र आलु रेडी छ पकाउनलाई। अब मैले चाहिँ कराई बसाइदिएँ। अब है एकछिन आगोमा यो कराई ताप्न दिनु पऱ्यो नि त। यता चाहिँ मैले आलु काट्दैछु, किनकि आलु चाहिँ काटेको छुइनँ, बोडी मात्रै केलाएर राखेको थिएन हामीले दिदीले र मैले भएर। अनि आलु काट्दैछु। हेर्नु न, आगो नि कस्तो मजाले बलेको छ। यसरी आगो बल्यो भने मलाई एकदम जाडो लाग्छ। यस्तो आगोमा खान बस्दैन, अनि सजिलो नै हुन्छ नि त। त्यो भाँडा तातिसकेको थियो, अनि त्यही भएर तेल राखिदिएँ। तेल चाहिँ धेरै त होला है पकाउनलाई। तरकारी आलु पनि काटेर रेडी गरेँ। तेल पनि तातिसक्यो र मैले मेथी पड्काउनलाई आलु र बोडी हालिदिएँ। अनि अलिकति बोडी भएको थियो, अनि मैले राखिदिएँ। अनि त्यसलाई चाहिँ परक पुरुक पारेर यत्तिको बनाइसकेँ। अनि आज चाहिँ संक्रान्ति हो नि त होइन, साउने संक्रान्तिमा त माछा मासु खानुपर्ने हो। तर हाम्रो घरमा बिहान चाहिँ थियो माछा मासु, किनकि दिदीहरू आउनुभएको थियो। अनि अहिले चाहिँ छैन हाम्रो घरमा। बुवाले र मैले साउनमा नखाने भइसकेपछि अनि हाम्रो चाहिँ पाक्दैन अब माछा मासु हाम्रो घरमा। लसुन प्याज केही पनि पाक्दैन, बुवाले र मलाई नखाने भइसक्यो त पाक्दैन नि त। अनि त्यही भएर हामीले चाहिँ बार्ने भएको भएर आलु र बोडीलाई झोल बनाएर खाने, किनकि दाल पकाएको थिएन नि त मैले आज। अनि दाल नपकाएपछि चाहिँ यत्तिको पाकिसक्यो। यो चाहिँ अब यत्तिको पाकिसक्यो। अनि यसलाई चाहिँ अब मैले रस राखिदिन्छु। अनि दाल नबनाइसकेपछि त रस त चाहियो भात खानलाई होइन, अनि त्यही भएर रस राखिदिन्छु। अनि यत्तिको पाक्यो। हेर्नु न कस्तो नखाइ खाम जस्तै भइसक्यो हो नि त। अनि निकालिदिएँ, निकालेपछि यस्तो भयो। अनि फेरि मैले कराई बसालेर टमाटरलाई भुटेँ एकछिन अचार बनाउनलाई। अब त्यसमा मात्रै खानेकुरा भएन। अनि यता फेरि बुवा आउनुभएको थियो, बुवाले चिया खाने भनेर चिया नि बसालेँ। अनि यता धनियाँ काटेँ, धनियाँ, अनि बुवालाई चिया दिएँ। बुवालाई चाहिँ मैले थ्याङ्क यू भन्नु भनेको, बुवा हाँस्नुभयो। अनि फेरि भित्र आएर अनि काटेँ धनियाँ चाहिँ मसिनो बनाएर काट्नलाई मिक्सरमा त्यत्तिकै हाल्दाखेरि अल्झिन्छ नि त, राम्रोसँग घुल्दैन। अनि त्यही भएर अनि मैले फेरि सानो बनाएँ, त्यसलाई सानो बनाले जोस् मिक्सरमा पिस्न सजिलो हुन्छ जस्तो बनाएँ। अनि मिक्सरमा हालेँ त्यसलाई पिस्नको लागि। अनि रेडी भएर बनाएर अनि नुन खुर्सानी सबै हालिसकेको थिएँ नि त पहिल्यै। अनि त्यही भएर अब यसलाई रेडी गर्दैछु म चाहिँ। अनि मिक्सरमा पिसेँ यसलाई, त्यो तातो थियो कि, अनि मैले फेरि तातै पिसिदिएँ। पछि झाउ लाग्छ अनि काम सकेपछि आनन्द जस्तो लाग्छ, अनि त्यही भएर सँगसँगै पिसिदिएँ। अनि हेर्नु न अचार रेडी भयो। अचार चाहिँ नखाने खाम जस्तो भइसक्यो भिडियोमा हेर्दा नि, तर मिठो भयो। त्यो तरकारी पनि मिठो भयो थियो, अचार पनि मिठो भयो थियो। अनि यता मैले फेरि दुध बसालेको थिएँ, अनि दुध पनि पाक्यो। अनि दुध पाकेपछि खाना खाने बेला भइसकेको थियो हाम्रो। यति बेला चाहिँ हामी चाहिँ खाना खान लायौँ। हजुरहरूले पनि खाना खानुभयो होला। कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला। अनि म पनि हजुरहरूको भिडियोमा कमेन्ट गर्छु। बाई बाई, गुड नाइट गाइज।